हुनुहुन्छ र यता प्रोड्युसरज्यूहरू हुनुहुन्छ, अगाडि आइदिनु होला। र यो सानो सेलिब्रेसन फेयरवेल भनौँ न होइन, के भन्नु बस्दिनुहोस् न। See you again हो यो। हामी चाहिँ हाम्रो सिनेमा अमेरिकामा र अस्ट्रेलियामा ओभरसिज सबैतिर रिलिज भएको छ र अमेरिकाको रिलिजलाई प्रवर्धन पनि गर्नुपर्ने र दर्शकहरूसँग भेटघाट पनि गर्नुपर्ने भएर हाम्रो चलचित्रको कलाकार पूजाजी पर्सि अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ र उहाँलाई शुभकामना स्वरूप हामी यो केक कटाउन लगाइरहेका छौँ। अवश्य पनि उहाँ 100 दिन मनाउन नेपाल फर्किहाल्नुहुन्छ, त्यति बेला फेरि हामी भेटघाट यसरी नै जमघट गरि नै हाल्छौँ। तर अहिलेलाई पनि हामी उहाँलाई अमेरिका जाँदै गर्दा शुभकामना दिन चाहन्छौँ र परानसँग जोडिनु भएको र परानसँग जोडिएर परानको रिलिजको लागि अमेरिकादेखि नेपाल आउनु भएर 1 महिना हामी सँगसँगै दर्शक भेट्ने, हलहरू जाने र सँगसँगै लागेर हामीले जसरी परानलाई प्रवर्धन गरेका छौँ त्यसमा उहाँले जे साथ दिनुभएको छ त्यसको लागि पनि धन्यवाद स्वरूप हामीले यो सानो एउटा कार्यक्रम राखेका हौँ। त्यसैले अब सबभन्दा पहिला त पूजाजीलाई केही बोल्नलाई र त्योभन्दा अगाडि निर्देशकज्यू जसले पूजाजीलाई परान फ्यामिलीमा आमन्त्रण गर्नुभएको थियो उहाँलाई पनि केही बोल्नु भएको थियो। धेरै कुरा त अब रञ्जित सरले भनिसक्नु भएको छ। पूजा दिदीको लागि यो फेयरवेल भन्दा पनि सी यू एगेन हो। हामी फेरि जोडिन्छौँ किनभने उहाँको अभिनय प्रतिभादेखि लिएर सबै कुराहरूले हामी अमेरिकादेखि पनि झिकाउन सक्छौँ भन्ने हामीले प्रमाणित गरिसकेका छौँ। तपाईँ जहाँ जानुभए पनि हामी झिकाउनेछौँ, छोड्ने छैनौँ। त्यस कारणले फेरि पनि अरू प्रोजेक्टहरूमा जोडिन पाऊँ। अहिले त अब अमेरिकामा पनि फिल्म लागिरहेछ, त्यहाँ दर्शकहरूसँग अमेरिकाको जिम्मा हजुरलाई लगाउँदैछौँ होइन। छोरोले पनि भारी मन गरेर बिदा गर्दै हुन्छ। सबभन्दा इन्ट्रेस्टिङ चाहिँ त्यो केकमा के लेखेछ हाम्रो अञ्जनाजीले पढिदिनु न। थ्याङ्क यू पूजा लामा, परान लेखेको छ। काट्ने हो त होला के भन्ला अब उहाँको होला होइन। अब यस्तो छ, आमालाई यो शुभयात्रा भन्दैछौँ हामीहरूले। यो भर्खरको सिनेमाको एउटा माहौल बनिरहेको बेलामा त्यो चिजसँग नै समाउ कतै न कतै रिलेट हुँदो रहेछ। सो अलिकति मन भारी चाहिँ हुन्छ होइन, तर पनि फेरि चाँडै आउनुहुन्छ दिदी भन्ने पूर्ण विश्वासका साथ त्यही नै होइन। थ्याङ्क यू कान्छुबारी, त्यही नै हो, मन भारी भइरहेछ एकदमै होइन। अब 1 महिना जनातन भेटघाट गरेर दर्शक भेट्ने गरेर कट्यो, थाहा नै भएन 1 महिना कति चाँडै कट्यो भनेर। आज चाहिँ यसरी अब बिदाईको लागि उहाँलाई अमेरिका फेरि